भइरहेको छ अवस्था छ यहाँ चाहिँ हाम्रो पान्टार क्षेत्र पर्यटक क्षेत्र हाम्रो देउमाई नगरपालिकाको रहेको देउमाई नगरपालिका 3 मा रहेको विशेष पर्यटक क्षेत्र पान्टार हेर्न सक्नुहुन्छ। यता पिकनिकहरू पनि भइरहेको छ। यहाँ चाहिँ पर्यटक क्षेत्र हो हाम्रो देउमाई नगरपालिका 3 को विशेष हेर्न सक्नुहुन्छ पर्यटक क्षेत्र हेर्न सक्नुहुन्छ। उहाँ ढोको बोकेर यस्तो चियाबारीहरू यहाँ चाहिँ अस्ति नै पहिले मेला पनि हो। पर्यटक क्षेत्र पान्टार वाउ वाट नाइस प्लेस भइरहेको छ। यता हेरिरहनु भएको छ। हेलो एभ्रिवान चाहिँ पिकनिक पनि भइरहेको छ हेर्न सक्नुहुन्छ। यता पान्टार यता चाहिँ अम्लिसो बारीहरू छन्। हल्का सल्का हल्का सल्ला पारिको डाँडाहरू एकछिन आन्टीहरू आउनुहोस् न टिकटकहरू गर्नुहोस्। वाउ स्काई ओके भइरहेछ। त्यो चाहिँ फोटोग्राफरहरू माथि हेर्न सक्नुहुन्छ तपाईँहरूले। वाउ कति नाइस छ यहाँ भ्यूहरू हेर्न सक्नुहुन्छ। खमा हेर्न सक्नुहुन्छ। यसको जुमिङ पावर चाहिँ कति छ मलाई थाहा छैन। वाउ नाइस हेर्न सक्नुहुन्छ। सङ्खे झरना पनि हामी जाँदैछौँ है। अब हिँडेको आज हेर्न सक्नुहुन्छ तपाईँहरू सबैजना। लाइक सब्सक्राइब कमेन्ट गर्न चाहिँ नभुल्नु। नेपालको झन्डालाई पनि क्याप्चर गर्छु है यहीँदेखि गर्न चाहिँ नभुलिदिनु होला। कस्तो राम्रो छ पान्टार होइन गाइज। हेलो बुनुहरू हेलो आन्टी हेलो वेलकम छ पान्टारमा तपाईँहरूलाई स्वागत छ। के गरौँ दिएन भन्नु नि आन्टी ओए आन्टी दिएनन् नि। कस्तो दया आयो यार यसले पनि। यहाँ त यस्तो भिडियो त शनिबारको दिन चाहिँ यहाँ चाहिँ पान्टारमा चाहिँ पुरा मान्छेहरूको भिड एकदमै भइरहेको छ अवस्था छ। यहाँ चाहिँ शङ्कर झर्ना छ। यहाँको व्यवस्थापन चाहिँ अलिकति बनाउनु बेला छप्रीमा गाइस हेर्न सक्नुहुन्छ पान्टार। छप्रीमा अरे टिन भएकोमा अरे हौ। मैले यहाँ भनेको त अघि नै